है सर हाम्रो यो चितवनतिर चितवनतिर रोपाइ सुरु भइसक्यो। यस्तो छ घरिका ट्र्याक्टरले त्यतिखेर आएको छ उतातिर ल। यो हाम्रो अब अहिलेको ट्र्याक्टरले जोतेको कसरी छ? हाम्रो त 3000 छ। अब यो 3000 तिर त हाम्रो त अब दाँतबाट पसिना निक्लिने भइसक्यो। घन्टाको 3000 छ। अब मेरो पारा यस्तै छ। यो हाल्ने बोरामा ट्याक्राको भन्छ यो बोरा मुखमा फ्याक्का हाल्ने अब यो। अब यो सरकारले नि केही गर्दैन हामीलाई कृषकलाई। एउटा युरियामा अनुदान दिँदाखेरि त्यो अनुदान दिएको मल दिन 3-4 दिन लाइन बस्नुपर्छ। उस्तै गरी गाह्रो छ हामीलाई कृषकलाई। अब यो त्यति अब यति खेत जोत्न त हाम्रो मैले लगभग 3 कट्ठालाई जोतेको 7500 बुझाएँ। अब अरू आफ्नो मेहनत अब त्यो पर जाओस् यतालको पैसा यताउता धानको मूल्य चाहिँ 3000 पनि आउन गाह्रो छ। अब ट्र्याक्टर चाहिँ जोतेकै त्यति छ। अब हाम्रोमा पनि यहाँ खुसी नै हुनुहुन्छ रोप्न पाउँदाखेरि। असार 15 को दिन म पनि अब असार 15 को भयो र ट्याक्क बिउ छर्छु। सबैलाई असार 15 को शुभकामना। दही चिउरा खानुहोस् तर दही चिउरी चाहिँ नभन्नुहोस्। यही नै छ सबैजनालाई शुभकामना। सबैले अब हामी कृषि प्रधान देशको मान्छे अलिअलि कृषि गर्ने पर्यो। मन पनि खुसी हुन्छ रोप्न पाउँदा। म बिउ छर्ने आमा धान रोप्ने अरू खेत लाउँछन् अब। ल अब त्यही हो हाम्रो आजको। मेरो पारा यस्तै छ। अलिअलि यसो मम्मीलाई सघाइदिउँ जस्तो जानिन्छ त्यस्तै। अब कामै छैन मेरो अरू खासै केही रोप्न त आउँदैन। त्यही अलिअलि रोपिदिने गरेको छु मैले। यस्तै यो पारा। यो सरकारले चाहिँ विशेष सरकारले भन्दा नि यहाँ स्थानीय सरकार नगरपालिका वडाले चाहिँ विशेष राहत दिनुपर्छ हामी कृषकलाई। कृषक भन्ने कृषकले चाहिँ नपाउने अरू बिचौलियाहरू मोटाउने मात्रै छ अहिले। कृषक भन्ने यसो देखाउने खेत अनि कप्प पैसा खाने। मेन चाहिँ जो किसान हो त्यसले चाहिँ केही पैसा पाउँदैन। यो चाहिँ नेपालको एकदम पीडादायी अवस्था हो। यसलाई चाहिँ खै कसरी बुझाउने हो बुझ्नै गाह्रो छ। बुझाउनै गाह्रो छ सबैलाई। अब मैले यस्तै अलिअलि धान रोप्छु। हस्त सबैजनालाई धन्यवाद। सबैलाई धान दिवसको शुभकामना। असार 15 को शुभकामना। हस्त नमस्ते।